एउटै पार्टी तर दुईवटा सभापति सुन्दा पत्याउनुहुन्न होला। तर अहिले नेपाली काङ्ग्रेसभित्र यस्तै अचम्मको गेम चलिरहेको छ। एउटै घटनामा दुईजना नेताले मनै आधिकारिक भन्दै बेग्ला बेग्लै विज्ञप्ति निकालेका छन्। आखिर कसले चलाउँदैछ काङ्ग्रेसभित्र यो समानान्तर सरकार र किन गगन थापा पक्ष पूर्णबहादुर खड्काको सदस्यता नै खारेज गर्ने तयारीमा छ? राजनीतिको भित्री गेम हरेक दिन अनफिल्टर्ड। स्वागत छ पावर प्लेमा। खेल बुझ्नुहोस्, हिजो केपी ओली र रमेश लेखक पक्राउ पर्दा काङ्ग्रेसबाट दुईवटा विज्ञप्ति आए। एउटा प्रवक्ता देवराज चालिसेको, अर्को पूर्णबहादुर खड्काको। अचम्म त के छ भने खड्काले आफूलाई कार्यवाहक सभापति दाबी गरेका छन्, तर गगन थापा पक्ष भन्छ कसले दियो उनलाई कार्यवाहक? यो त पार्टी फुटाउने चाल हो। अहिले सानेपामा इख यति धेरै बढेको छ कि यदि पूर्णबहादुर खड्काले फेरि कार्यवाहक लेखे भने उनको क्रियाशील सदस्यता नै नवीकरण नगरिदिने चेतावनी दिइएको छ। एउटा पक्ष अदालतको मुद्दा कुरिरहेको छ, अर्को पक्ष निर्वाचन आयोगको मान्यता बोकेर बसिरहेको छ। यो केवल विज्ञप्तिको लडाईँ होइन, यो त आगामी महाधिवेशन कब्जा गर्ने भित्री दाउपेच हो। जब देशको सबैभन्दा पुरानो पार्टी को आधिकारिक भन्ने लडाईँमै अल्झिन्छ, तब यसको भविष्य कता जाला? तपाईँलाई के लाग्छ? काङ्ग्रेसभित्रको यो समानान्तर सत्ताले पार्टीलाई जोगाउला कि फुटाउला? आफ्नो विचार कमेन्ट गर्नुहोला। पावर प्लेमा आजलाई यति नै। हेर्दै गर्नुहोला खबर कथा। नमस्कार।